यहाँनिर चाहिँ सानो बाबु हाम्रो बाबु चाहिँ खेलिरहेछ अनि चाहिँ यहाँनिर बालापन है एकदमै बालापनको यादहरू अब जस आइरहेको हुन्छ। अब ल हेर्नु राजेश श्रेष्ठको छोरो अर्जुन करण कता छ होइन, यहाँ अर्जुन पुरा खेलिरहेछ है, एकदम आनन्दसँग खेलिरहेछ। आमा पनि नचाहिने बाबु पनि नचाहिने कस्तो आनन्दको बच्चा है। हेर्नु कति सुन्तकी बच्चा छ है, एकदमै कोही नचाहिने, उसलाई चाहिँ भन्छ खुसीको परिवार। बच्चा भनेको भगवान् र एकदम हाम्रो करणको भाइ करण अर्जुन दाजुभाइ दुईजना हुनुहुन्छ। उहाँहरू एकदम खुसी मानिरहेछ। यो उहाँलाई न टेन्सन न फिक्री कुनै पनि केही चिन्ता केही छैन, एकदम ह्याप्पी भएर चाहिँ खेलिरहेको छ है। यो बालापन हिजो हामी पनि यो बालापनबाटै हामी आज महाबालापन भएको छौँ, यस्तै हो। अर्जुन हेलो एक्सक्युज मी प्लिज ओके। अनि एकदमै रमाइलो गरिरहेछ बच्चा। ठिक छ माम खायो ल रमाइलो। हेर्नु बच्चाहरू यही हो जिन्दगी भनेको, सबभन्दा खेल्न खानु अनि रमाइलो गर्नु चाहन्छ बच्चाहरू, र त्यो इन्भाइरोमेन्ट हामीले दिन पनि सक्नुपर्छ र एकदम रमाइलो गरिरहेछ बच्चा। यति धेरै हाँसमुख ल ल ल ल ल जादु देखाउन लागिरहेछ अब। वाउ